हेलो गाइज, के छ खबर? सबै सन्चै हुनुहुन्छ होइन? भ्यू आज मौसम खासै राम्रो छैन, पुरै बादलले घाम झुल्किन दिएको छैन होइन। आज चाहिँ म धेरै पछि मेरो भ्लगमा धेरै पछि मेरो भ्लगमा आएको छु होइन। यो चाहिँ के भन्छु भने धेरै पछि आयो क्या। पहिला चाहिँ अन्य कारणले मेरो भ्लग रोकिएको थियो, अहिले अब कन्टिन्यू गर्दैछु म होइन। फेरि कन्टिन्यू हुँदैछ। म बिहानै आज मर्निङ वाक हिँड्न मन लाग्यो, अनि मर्निङ वाक हिँड्न मन लागेर होइन एक्लै कानमा इयरफोन खाँदिएँ अनि हिँडिदिएँ म। यो पार्कमा काठ कराइरहेको छ यार है, लास्टै काठ कराइरहेको छ आज। अनि लास्टै काठ कराइरहेको छ हेर। आज मौसम पनि खासै राम्रो चाहिँ छैन होइन। मौसम पनि खासै राम्रो छैन, पानी पर्ला जस्तो भइरहेको छ। अघि त छिट्याउँदै थियो, अहिले छैन। सायद दिउँसोतिर पानी पर्छ होला होइन यत्तिकै। अनि आज मर्निङ वाक अब जिउ यस्तो फुर्तिलो हुँदो रहेछ नि यो मर्निङ वाक गर्दाखेरि होइन। लास्टै फुर्तिलो हुने क्या, लास्टै फुर्तिलो हुने यो जिउ भन्दा। पुरा गाडीहरू हिँडिरहेको छ है, स्कुल जाने बेला भइसकेको छ बच्चाहरूको होइन। अनि म चाहिँ के भन्छु भने बिहान सबैले सकेसम्म आधी घन्टा 1 घन्टा चाहिँ बिहान पार्कमा अथवा बाटोमा होइन सबैले बिहान चाहिँ हिँड्यो भने चाहिँ जिउलाई एकदम आरामदायी सन्चो गराउने रहेछ क्या। जिउ एकदमै आरामदायी सन्चो गराउने रहेछ होइन। अनि मानसिक तनाव पनि कम हुने रहेछ क्या। जस्तो बिहान हिँड्यो भने होइन मेरो काम भएन, दुनियाँ सोचेर दुनियाँ सपना देख्नुभन्दा बिहान चाहिँ मजाले मर्निङ वाक गर्नुहोस्। सबै यो खोपडीबाट निस्किने रहेछ है साथीभाइहरू। त्यही भएर बिहान मर्निङ वाक जरुरी छ है साथीभाइ, जरुरी छ। त्यही भन्दै आज म है पार्कमा आइसकेको छु। कोही छैन, एकजना बुढाबा आउनु भएको छ तल है। पार्कमा यस्तो छ साथीभाइहरू। ओहो, पार्कमा अब बसेको पनि निकै समय भयो होइन। अब म उठेर जान्छु, काम गर्नुपर्ने छ होइन। यत्तिकै बसेर नि बिहानभरि बसेर नि काम छैन, काम गर्नुपर्छ। मान्छेले भनेको काम गर्नुपर्छ, काम गर्नलाई जन्मेको रहेछ क्या यो मान्छे भन्ने चिज। काम गर्नलाई जन्मेको रहेछ, काम गर्नुपर्छ। 8 बल लागिसकेको छ होइन, मार्छन् घरमा पनि। काम गरेन भने चाहिँ म चाहिँ हिँड्ने साथीभाइहरू अब घरमा गएर बाइक निकालेर हिँडिहाल्छु। अब पन्जा लगाउँ बाइकमा, सरर अफिसतर्फ लाग्नुपर्छ। यसरी बसेर हुँदैन साथीभाइहरू। यो मेरो चाबी, मेरो हेलमेट। अब म हिँड्यो। अहिले जाडो बढेको छ कि केटा हो, जाडो बढेछ। सुत्ता खाउँ।
जुत्ता लगाएर अब हामी जाँदैछौँ। This is my bike. बाइकलाई म ब्याक गर्छु हैन। देख्छ कि देख्दैन होला। बिहान बिहान चाहिँ चिसो हुन्छ कि त्यही भएर एकछिन स्टार्ट गरेर एकछिन स्टार्ट गरेर राख्यो भने अनि मात्रै इन्जिन बाटो हुन्छ कुरा हो है। यो मेरो ड्रिम बाइक हो क्या। यो बाइक किन्नलाई नि यति मेहनत लागेको छ नि साथीलाई, यति मेहनत हो। मैले आफै कमाएर किनेको बाइक हो यार साँच्ची भनेर। यस्तो मेहनत छ नि यो बाइक किन्नुमा। लुक्स हेर्नु न काम छ नि त। ए माथि भवा छ। अब म निस्केँ है। अब म अफिस पुगेर अनि त्यही हेर्छु।